छैनन्। अहिले जो पनि थपिएका छन् बारहरू लङ टर्म थपिएका छन्। सो हामीले हाम्रो स्ट्राटेजी अनुसार नै हिँडिरहेछौँ। सो चिन्ता नलिनुहोस् है। हुन्छ हुन्छ। अब यो जो होल्ड गरेर बसिरहेछ नि 2-3 महिना, तिनीहरूलाई चाहिँ अब चाहिँ सकिन्न यहाँभन्दा होल्ड गर्न भन्ने चाहिँ गराउनु भएन होइन। यदि राइट नखाने विचारमा छन् भने त अब के भन्ने, छोड्दा हुन्छ बरु होइन। राइट आज अलिकति यो हाइड्रो सेक्टर बढिरहेछ, अलिकति त्यता स्टप लस गरेर त्यतातिर अलिक कमाइन्छ भनेर त्यतातिर हाम फाल्न थाले कि जस्तो लाग्न थाल्यो। दिनुहोस् नि, त्यो कति दिन सक्छन्, खेलाडी को छ भन्ने धेरै इम्पोर्टेन्ट हुन्छ कि। त्यसले के फरक पार्दैन है। अरू साथी दाई जय सियाराम। जय सियाराम। दाई जस्तै यो कोरबेल लगातार सर्किट लागिरहेछ, दाइ जस्तै यो रेटबाट पनि दोबर हुन्छ कि के छ दाइ, यसको बारेमा अलिक भनिदिनु न। कोरबेल आउने 6 महिनामा मिनिमम 10,000 हुनु पर्यो। भनेपछि दाइ होल्ड गर्नु पर्यो। म त्यो भन्दिनँ तपाईँलाई, तपाईँले होल्ड गर्ने कि नगर्ने, तर कोरबेल अब 10,000 भोलि एभ्रिडे सर्किट लागेर पुग्छ भनेर त भन्न खोजेको होइन मैले, होइन। तर 6 महिनामा पक्कै पनि पुग्छ दाइ। अनि यो जुन आज लास्ट 10 मिनट्सको जुन यो सेलिङ थियो दाइ, यो के रियल सेलिङ हो? यति धेरै किता खाइसके पनि दाइ यति धेरै सेलिङ आउनु भनेको कहाँ सेलिङ थियो? के हो दाइ? यो 15-20 हजार किता थियो, हामीले राखेको थियो। त्यो मात्र मिलाउनु त्यही कसैले झार्यो भने अझै खानु पर्यो भने सर्किटमा, त्यसको लागि राखेका थियौँ। हस् दाइ, धन्यवाद। अरू साथी दाइ नमस्ते। नमस्ते दाइ सन्चै हुनुहुन्छ? सन्चै हजुर। दाइ हामी सिन्धु सिन्धु भन्दा भन्दै कोरबेल माथि पुगिसक्यो। होइन त कुनै सुरुवात गर्नु पर्यो नि, होइन। अनि के अरे कर्पोरेट त अनि पहिला पनि सुरुमा पुगेर 2800 पुगिसकेको थियो पहिला पनि, होइन। अब अहिले अब हाई पुगिसक्यो। अब हामी यता वेट गरेकै। चिन्ता नलिनुहोस्, मजाले आउँछ नि समय, सबैको समय आउँछ। मैले फेरि भने नि, अलिकति होल्ड गर्ने ल्याकत भयो भने हप्ता दिनमा दोब्बर हुन पनि ठुलो कुरा होइन कि। हाम्रा स्क्रिप्टहरू यस्तो लो क्यापहरू छन्। होइन त्यो त एकदम सिन्धु, अब तपाईँको एसएपी डिबिएलहरू त अब लो क्याप, अब ग्रिन डेभलपमेन्ट लो क्यापमै पर्यो होइन दाइ। तर पनि अब एउटा कुरा के छ भन्दाखेरि भने अब ट्रेडर चाहिँ अब हामीलाई चाहिँ अब चाहिँदैन भन्ने कुराहरू पनि अब दाइले गरिराख्नु भएको छ, होइन। केही हदसम्म त हो, तर पनि एउटा चाहिँ ट्रेडरले तपाईँको त अब अपर्च्युनिटी त गेन गर्छ। जस्तै अब चाहिँ कर्पोरेट डेभलपमेन्ट पनि गरेका छन्, कति ट्रेडरहरूले त गरेका छन् नि त त्यहाँ पनि, होइन दाइ। कर्पोरेटमा ट्रेडर छैन, जतिले सेल गरे हामीले राखिदियौँ। होइन यस्तो छ तपाईँको चाहिँ अब ट्रेडर त्यहाँ पनि छिरेका त छन्। ट्रेडर त हजुर यस्तो छ कि तपाईँको सानोतिनो ट्रेडर त सबै ठाउँ हुन्छन्, होइन। तर हजुरले बुझिदिनु पर्यो भने ट्रेडर कस्तो किसिमको छ। जसरी आज लस गरेर बेच्ने ट्रेडर जो छन् नि, तिनीहरूलाई हामीले टार्गेट गरेर हुन्छौँ कि। मैले चाहिँ भनेको चाहिँ दाइ जस्तै अब अहिले हजार बुझाउन खोजेको भने कसैको पनि कस्टिङ सिन्धुको 1080 भन्दा तल छैन। तर ट्रेड तल हामीले नै 1200मा किनेर बसेका छौँ दाइ, 1200 जतिमा। 1080 भन्दा तल कसैको छैन, मेरो जति नलेज छ है। हजुर। अनि अब ट्रेडर, तर ट्रेड तल भइरहेछ भने लस खाइरहेछ नि ट्रेडरले, त्यो त हो। अनि उनीहरूले गएर रोइलो कतै गरिरहेछन् नि। होइन रोइलो त गरिरहेको छ नि दाइ, हो रोइलो चाहिँ तपाईँको गरिरहेकै छन्। अनि यस्तो सुन्नुहोस्, म स्याडिस्ट त होइन, तर कहिलेकाहीँ यस्तो कुरा हेर्दा मजा पनि लाग्छ। होइन यस्तो भयो क्या दाइ, अब तपाईँको चाहिँ कर्पोरेट डेभलपमेन्टमा चाहिँ अब तपाईँको लगभग अब त्यसले त अब सुरुमै तपाईँको चाहिँ 2800
ब्रेक गरेको थियो फेरि अब 2800 पुगिसक्यो होइन। अब तपाईँको चाहिँ अब हामीले त्यतिखेर अब थोरै तपाईँको चाहिँ स्ट्राटेजी यदि बुझेर चाहिँ हामी त्यता पसाए भए अब त्यता फाइदा हुने रहेछ जस्तो देखियो अहिले चाहिँ होइन। सिन्धु सिन्धु भनेर बसियो, अबको चाहिँ हाम्रो टार्गेट भनेकै सिन्धु भनेर बसियो, तर कर्पोरेट गयो क्या दाइ। तर पर्सेन्टेज वाइज रिटर्न तपाईँको सिन्धुले बढी देला कि लङ टर्ममा? होइन ठिकै छ त्यो पनि अब एउटा चाहिँ अब दाइकै अब दाइले अब जसरी अब हामीलाई ह्यान्डल गरिराख्नु भएको छ त्यो त अब हामी त्यही अनुसारले गरिराखेका छौँ होइन दाइ। अब रह्यो के भन्दाखेरि भने जस्तै अब तपाईँको 1500-1600मा तपाईँको चाहिँ कर्पोरेट किन्नेले 2800 पुग्दा बेचे, तपाईँको फेरि 1700-1800मा आयो, त्यहाँ किनेर फेरि तपाईँको चाहिँ उहाँ पुगेर अब बेच्ने अवस्था आइसकेको छ होइन। अब हेर्नु त दाइ अब हामी सिन्धु त जम्मा जम्मी अब 1500 लगभग पुऱ्यायौँ, अब फेरि अब 1100तिरै अब 1080तिरै आएर बसिरहेछौँ होइन। लङ टर्ममा अब त अब दाइको अब स्ट्राटेजी अनुसार अब त्यो त अब हजुरको उयसमा भर पर्ने हो, हामीले यसै भनेर त पक्का हुँदैन होइन। अब रह्यो कुरा के भन्दाखेरि भने अब चाहिँ अब हजुरलाई नै हामीले चाहिँ अब जिम्मा लाएको जतिकै भएको छ है दाइ। यस्तो छ कि यो सबैको रेस्पोन्सिबिलिटी छ कि एउटा स्क्रिप्ट चल्न र नचल्नमा सबैजनाको रेस्पोन्सिबिलिटी हुन्छ कि साथी। जस्तै अब दाइले चाहिँ अब एउटा कुरा चाहिँ जस्तै अब हाम्रो कोर ग्रुपमा छौँ नि त, अब त्यसमा अब हजुरले अब ठिकै छ अब जे जस्तो भए पनि यसो अलिअलि अब तपाईँले अब यो चाहिँ यसरी जानेवाला छ है भनेर भनिदिनु भयो बा अलिअलि बा त्यताबाट पनि हामी थोरै अब अगाडि अब फाइनेन्समा डुबेको अलिकति बा कमाउँदै गर्थ्यौँ कि दाइ। यस्तो छ कि हजुर अब म फेरि भन्छु होइन, मेरो लागि यो सबै स्क्रिप्ट करिब करिब बराबरै छ है। तपाईँलाई स्पष्ट भन्दाखेरि मसँग 3वटा स्क्रिप्ट बढी छ र सिन्धु अलिकति कम्ती छ होइन। अरू स्क्रिप्टहरू मसँग बढी छन्, सिन्धु कम्ती छ किनभने बिचमा 2 लाख किताब मैले फालेको थिएँ। अब जहाँसम्म तपाईँले भन्नुभयो सिन्धु हामीले सोचे अनुसार त्यहाँ सप्लाई चाहिँ आएको छैन, सप्लाई त्यो खोजिरहेछौँ कि एउटा होइन। त्यो सप्लाई आयो भने मजाले माथि लाउन सजिलो हुन्थ्यो। आज पनि यदि मान्नुहोस् 1.5 लाख 2 लाख किताब यदि सेल भएको भए होइन त्यहाँ अनि हामीले बरु 5-10 रुपियाँ बढी नै दिएर पनि अगाडि बढ्ने थियौँ होइन। भनेपछि सेलिङको पर्खाइमा हो दाइ। सेलिङ पनि आउनु पर्यो नि। त्यही त अब त्यो अब कस्टिङ अब सबैको प्राय अब इन्भेस्टरहरू नै अब बेसी छन् जस्तो देख्छु म चाहिँ होइन दाइ। इन्भेस्टर अब अहिलेको उयसमा चाहिँ किनकि अब ट्रेडर भयो त तपाईँको 72 घन्टामा तपाईँको ड्याङडुङ बनाइहाल्छन्। हजुर। अब हामी अब तपाईँको चाहिँ अब अलिकति अगाडि पनि थोरै लस भएको कारणले गर्दाखेरि अब बारम्बार लस नखाउँ भन्ने एउटा चाहिँ हामी लगभग सबैजनाको यहाँ योजना जस्तै लाग्छ। अब दाइले अब सिन्धुलाई पहिलादेखि नै अलिकति अब लाइभमा प्रायोरिटी दिइराख्नु भएको जस्तो लाग्छ मेरो विचारमा। अनि सिन्धु मैले प्रायोरिटी दिने कारण मात्र फन्डामेन्टल हो उसको। हजुर। उसको फन्डामेन्टल सबैभन्दा स्ट्रङ छ, तपाईँले ध्यान दिनुभयो भने त्यति हो। हजुर। तपाईँ हेर्नुहोस् नि अहिले आएका रिपोर्टहरूमा सबैभन्दा बेस्ट रिपोर्टै सिन्धुको छ तपाईँको। हजुर दाइ। त्यही कारण हो, अरू केही कारण होइन। अब त्यही त दाइ, अब हजुर नै हुनुहुन्छ होइन। अब कर्पोरेट डेभलपमेन्ट अब 2 चोटि 2800 पुगिसक्यो होइन। अब सिन्धु अहिलेसम्मको सबैभन्दा लोएस्ट प्राइजमा तपाईँको चाहिँ सिन्धु नै छ हो। अब यसमा चाहिँ अब त्यही त अब हामी वेट गरिरहेको थियौँ। अब चाम आउँछ सायद साथी। मैले हुन्छ कुरा बोल्न चाहिनँ कि। ओके दाइ ओके हुन्छ। हजुर। विगत 4-5 वर्षदेखि हजुरको फ्लस हो, हजुरलाई हेर्छु म प्रत्येकचोटि। तर दाइ गुनासो चाहिँ अरू केही छैन, नरिसाइकन जवाब दिनुहोला, अपेक्षा मात्र।
तर हजुरले भनेको जुन जुन भयो त्यही स्टक हामीले किनिरहँदाखेरि कहिले कहिले चाहिँ अलिकति पछाडि पर्दा रहेछौँ। केही समय हजुरले भनेको भन्दा अलिकति केही समय पछाडि परेकाले हामी अलिकति फस्दा रहेछौँ। हजुरले फाइनेन्समा भनेको कुरा लाई नै फलो गर्दाखेरि अन्तिम क्षणमा पऱ्यौँ, त्यसमा नि फस्यौँ। ब्याङ्किङ सेक्टरमा भनेको कुरालाई नै फलो गऱ्यौँ, अलिक पछि परेछौँ। तर अहिले ब्याङ्किङ सेक्टरमा नाउै नलिएर भनौँ तर अलिकति पीडित भयौँ। सानो लगानीकर्ताको लागि दाइको अपेक्षा के छ दाइ? कृष्णजी यस्तो छ, कुनै पनि मान्छेले 10मा 10 स्टकमा कमाउन सक्दैन। हजुर हजुर तपाईँले वारेन बफेटको इन्टरभ्यूहरू खोलेर हेर्नुहोस्, हिन्दीमा पनि होला, नेपालीमा पनि होला, मात्र इङ्ग्लिसमा छैन होला होइन। त्यो प्रत्येकचोटि हेर्छौँ तर अलिकति कहिले कहिले काहीँ कतै छोड्दाखेरि अलिकति पछाडि पर्यो दाइ। यस्तो छ कि हजुर, मैले भने नि कमाउने मौका प्रशस्त पाउनुहुन्छ, गुमाउने भनेको तपाईँको 10मा 2-3मा गुमाउनु पर्छ। मैले पनि गुमाएको छु। हजुर हजुर थाहा छ, हजुरको सबै हेरेको छु दाइ। अनि त्यसो भए अब अपरेटरले गुमाएपछि तपाईँले कमाउनुहुन्छ भनेर अपेक्षा नगर्दा हुन्छ। हजुर मैले कमाइनँ भनेर म गुनासो गर्छु नखोजेको जसरी तपाईँले भन्दै हुन्छ, मैले आज CORBL, SAPDBL, सिन्धु, GRDBL आज हिजो बोलेको होइन। हजुर हजुर यो मैले CORBL 1000 रुपियाँ हुँदाखेरि बोलेको, आज 2750 भन्नाले होइन 3 गुणा हुँदासम्म। अस्ति भर्खर जब हामी 1150 बेचिरहेको थियौँ NFS होइन। एकछिन है, म त डाटा हेरिदिन्छु त, किनभने बोल्दाखेरि फेरि फरक नपरोस् होइन। भन्नुहोस्। तपाईँको NFS जब तपाईँको प्राइस हिस्ट्रीमा गयौँ होइन, 1150 रुपियाँ होइन, करिब डिसेम्बरको कुरा हो है। हजुर यो CORBL डिसेम्बरमा कति थियो हेर्नुहोस्। CRBL 1300 रुपियाँको वरिपरि थियो होइन, डिसेम्बरमा 13देखि 1500 रुपियाँ होइन। त्यही तपाईँको सिन्धु हेरौँ है, डिसेम्बर हाँ 24 में पुगे यार, म त 26 थियो। एक सेकेन्ड है, अच्छा ठिकै त छ, 24 त हुन्छ। डिसेम्बरमा सिन्धु 700 रुपियाँ थियो हजुर। हजुर हो हजुर। अच्छा अब हामी जाम के थियो अर्को SAPDBL डिसेम्बर है, मलाई पनि याद हुन्न कि, हेरौँ न कति ठिक बोलेको थिएँ कति गलत बोलेको थिएँ, आफूलाई पनि थाहा हुनुपर्छ कि कहिलेकाहीँ। कारोबारको हिसाबले पनि सबै कुरा तपाईँलाई पनि एकिन थाहा हुँदैन। एकिन थाहा हुँदैन हजुर। डिसेम्बरमा 995 1000 रुपियाँ मान्नुहोस् SAPDBL थियो होइन, र GRDBL एउटा डिसेम्बरमा आहा 900 रुपियाँ थियो। ल अब एउटा कुरा भन्नुहोस्, 4वटा स्क्रिप्ट जसले NFS बेचेर यो 4वटा बराबर किनेको भए उसको लस कभर हुन्थ्यो कि हुन्न थियो? त्यो हुन्थ्यो होला, तर त्यसमा म छुटेँ नि, त्यही मात्रै भन्दै। सुन्नु नि सर, यसमा मैले के गर्न सक्छु? मैले त त्यति ठोकिएको छु मैले होइन। लेकिन सर मेरो एउटा रिक्वेस्ट मात्रै के भने, म एउटा सानो लगानीकर्ता हो, मसँग ठुलो अपेक्षा र ठुलो लगानी गरेको छैन।
तर दाइको भनाइअनुसारले योमा म छु है भन्ने आधारले मैले लगानी गरेको हुँ। मेरो मेरो क्षमताले भ्याउनुसम्मको लगानी गरेको मैले 10,000 20,000 50,000 लाख 2 लाख 5 लाख जति गरौँ त्यसको मेरो अपेक्षा मैले मेरो क्षमता अनुसारको लगानी गरेको हुँ। त्यसमा एनएफएस भन्नुभयो, पिएफएल भन्नुभयो, जिएफएल भन्नुभयो हैन, त्यसको लागि फाइनेन्सको लागि छँदै थियौँ। त्यसमा म फाइनेन्स छोडेर म अल्टा लो क्याप यता ब्याङ्किङतिर छु है भन्नुभयो। त्यसमा पनि म सरी अलिकति छुटो होला, कम भयो होला, अलिक केही समयपछि मैले त हजुरको जानकारी पाएँ होला। तर मेरो अपेक्षा र म घाटा लसको मैले केही हजुरलाई केही भन्दिनँ। तर म जस्तो सानो लगानीकर्ता मलाई अल्टा लो क्याप पनि थाहा छैन, के अरे त्यो के भन्नु लकिङ क्रेड खोलेको पनि थाहा छैन, केही पनि हेर्न नसक्ने हजुरलाई मात्रै विश्वास गरेर आफ्नो क्षमता अनुसारको लगानी गर्ने मान्छेको लागि म छु है भनेर अगाडि बढ्दाखेरि हजुरले गर्न सक्ने सहयोगको अपेक्षा गरेको छ। अब हजुर योभन्दा बढी सहयोग त म के गर्न सक्छु र? होइन, हजुरले भनेको कुरा ठिक छ। हजुरले भन्दै कोही छुटे, हजुरले भनेको अल्टा लो क्याप पनि हेर्न जानेनन्, लो क्याप पनि हेर्न जानेनन्, दिपेन्द्र सर यो सेक्टरमा हुनुहुन्छ भनेर पनि जानेनन्। हजुरको कहिलेको कुनै लाइभमा हेऱ्यो होला, युट्युब हेऱ्यो होला, टिकटक हेऱ्यो होला, त्यस सामाजिक सञ्जालको आधारमा हेरेर चाहिँ हजुरलाई विश्वास गरेर लगानी गर्ने सानो लगानीकर्ता, ठुलो लगानीकर्ताले त हरेक कुरा हेरेर हजुरलाई पछाउन सक्लान्। तर सानो लगानीकर्ताले सानो लगानीकर्ताले पछाउन नसके घरिमा सुन्नुहोस् न, अब लाइभ पनि हेर्न नसक्ने, इन्फर्मेसनमा पनि नरहने, लाइभ हेर्न सक्छन् त मैले अब केही उपाय ल्याउन सक्दिनँ सर। त्यसको लागि माफ है। अब सानो लगानीकर्तालाई के भन्ने, सबैभन्दा बढी टोपी त सानो लगानीकर्ताले नै लगाउँछ मलाई, अनि मैले त्यसमा त केही भन्न सक्दिनँ। दाइ मैले धेरै समयपछि हजुरसँग बोलेको, हजुरको लाइभ हेर्छन्, हजुरको हरेक कुरा हेरेर हजुरलाई फलो गरेर पछ्याएर हिँड्छन्। तर त्यो क्याप हेर्न जान्दैनन्, अल्टा लो क्याप हेर्न जान्दैनन्, हजुर कुन सेक्टरमा हुनुहुन्छ भनेर पछ्याउन जान्दैनन्। क्लियर बोलेको हुन्छु हजुर, मैले क्लियर बोलेको हुन्छु। अब यो पनि नजान्नेलाई त मैले के भन्नु र? त्यसमा अप्ठ्यारै छ। यो क्लियर होइन लो क्याप, अल्टा लो क्याप र हजुर कुन सेक्टरमा हुनुहुन्छ भनेर हेर्न नजाने लगानीकर्ता र फाइनेन्स सेक्टरमा डुबेका लगानीकर्ताले अल्टा लो के बोल्न चाहनुहुन्छ भएको छ त्यो क्लियर भन्नुहोस् कि मैले बुझिनँ अलिकति। कि त अरू कसै साथीले बुझ्नु भएको छ भने प्लिज बुझाइदिनुहोस् मलाई। कोही कसैले बुझ्नु भएको छ? सर मैले अलिकति टाइम लिएँ होइन। मैले एउटा कुरा मात्रै सोध्न खोज्छु। मेरो ठाउँमा म जस्तो सानो लगानीकर्ता थोरै तपाईँलाई फलो गरेर तपाईँलाई पछ्याएर लगानी गर्ने र केही समय ढिलो पछ्याउनेलाई अल्टा लो क्याप लकिङ पिरियड नखोलेको सेक्टर पछ्याएर तपाईँ केही भनाइ सुनेर जाँदाखेरि घाटा बेहोरी जाने लगानीकर्ताको लागि यो चाहिँ गर्नुहोस् भनेर भन्न सक्ने तपाईँको घाटा यदि तपाईँलाई कन्टिन्युस भइरहेछ भने त्यो लगानीकर्ताले मार्केट छोड्नुपर्छ हजुर। त्यसको लागि चाहिँ मेरो म पनि पहिले पर्छ, किनकि मैले अरूको लागि भन्दा नि आफ्नो थोरबाट बोलिरहेको छु होइन। मैले यो भनिरहेको छु, सही कुरा बोल्नु पर्यो नि होइन। तपाईँको कन्टिन्युस यदि नोक्सान भइरहेछ भने त्यहाँ तपाईँले मार्केट छोड्नुपर्छ। त्यस्तोमा विगत लगभग 5-6 वर्ष अगाडिदेखि हजुरलाई सुनिरहेको छु, हरेक कुरामा फलो गरिरहेको छु। तर मैले 5-6 वर्षमा तपाईँले पैसा कमाउनु भएन? हजुर कमाउनु भयो कि भएन? पैसा कमाएको छैन अहिलेसम्म। लगभग नर्मल आफ्नो साउन्डसम्म जोगाउन सकेको छु त्यति मात्रै। त्यसो भए त मार्केट हजुरको लागि होइन सर, मार्केट हजुरको लागि होइन। किनभने हजुर यदि मार्केटमा हुनुहुन्छ भने कमाउन सक्नु भएको छैन। विगत 4-5 वर्षदेखि हजुरले मलाई पछ्याउनु भएको छ भनेर भन्दै हुनुहुन्छ भने एफएल 1400 पुग्दासम्मको हाराहारीमा 1500-1600सम्म पुग्छ भनेको हाराहारीदेखि म तपाईँलाई पछ्याएर हिँडेको छु। त्यही त भने साथी, हजुरले के बुझिदिनु पर्यो भने यदि हजुरले
4-5 वर्षदेखि मलाई फलो गर्नु भएको छ र तपाईँले पैसा कमाउन सक्नु भएको छैन भने मार्केट हजुरको लागि गाह्रै छ। हजुरको मात्रै विश्वासमा चलेर हिँडेर यो सिक्न खोजेको पनि हो तर सिक्न सक्दिनँ जस्तो लाग्यो कि। हरेक कुरा कृष्णजी बोलेर हुन्न, धेरै कुरा फर्स्ट इन्फर्मेसनमा एक्ट गर्ने मान्छेहरूले बढी कमाउँछ है। हजुरले के बुझ्नु पर्यो भने तपाईँले सायद अलिकति लेट रियाक्ट गर्नुहुन्छ कि बिस्तारै हिँड्नुहुन्छ कि बढेपछि मात्र किन्नुहुन्छ कि घटेपछि मात्र बेच्नुहुन्छ कि अलिकति त्यो कुराहरूमा ध्यान दिनुहोस् है साथी। तपाईँले भनेको हजुरले भनेको कुरालाई सबै फलो गरेर अगाडि बढ्दै पनि कहिले कहिले हजुरले यो अन्तिम मौका हो आज मात्रै हो भन्ने दिन फलो गर्दाखेरि पनि कमै परेको छ होइन। आज यो बेच्ने मौका हो भन्दाखेरि बेच्दाखेरि पनि पछि नै परेको छ। मेरो गुनासो म हजुरलाई सुनाइनँ किनभने म अहिलेसम्म ठिकै लेभलमा चलिरहेको छु। तर म जत्तिकै सानो लगानीकर्ताको लागि ठुलो लगानीकर्ताले त सबै कुरा हेर्न जान्दैन होला, बुझ्छन् होला, गर्छन् होला, कमाउँछन् होला, त्यो आफ्नो ठाउँमा रह्यो। कुन ठुलो लगानीकर्ताले सबै कुरा हेर्न जान्दछन् गर्ने मान्छेले चाहिँ अलिकति सकेनन् नि भन्ने गुनासो मात्रै सुन्न खोजेको। हजुर अरू साथीहरूलाई अब पालो दिउँ है। साथीहरू बोर हुनुभयो जस्तो छ लेख्नु आज। ल अरू साथीहरू बोल्नु। दाइ नमस्ते हजुर। नमस्ते हजुर। के छ हजुर हालखबर? ठिक छ हजुर। दाइले भन्नुहुन्छ कि त्यो सिन्धुलाई त अलिकति सेलिङ चाहियो भनेर भन्दै हुन्थ्यो नि। यतातिर सेलिङ चाहियो भनेर भन्दै हुन्छ, यतातिर ट्रेडर हुनुहुन्न भनेर भन्नुपर्छ भन्दै हुन्छ। सो अलिकति कन्ट्रोभर्सी छ। मैले भन्न खोजेको अलिकति बढ्दा त त्यहाँ राम्रो सेलिङ हुनुपर्छ। हेरौँ भोलिको दिन राम्रो हुन्छ जस्तो मैले महसुस गरेको छु। त्यसैले हामीले आज वेट एन्ड वाचमा छोडिदिएका छौँ है सर। त्यही मैले दाइलाई के भन्न खोजेँ भने यो जस्तै छ नि, अब दाइलाई सेलिङै चाहिएछ भने अब कि त 940 लानु पर्यो, होइन भने अब बाइङ नै अब नघटेका नै बढाउनु पऱ्यो भने भोलि एउटा ग्रिन क्यान्डल बनाइदिनु पर्यो। त्यसपछि अटोमेटिक यो ट्रेडरहरू छिरेर नै बढाइदिन्छ। नत्र हजुरले खानै मन छ भने 970देखि त 1070देखि 1100को बिचमा त्यो 80 भन्दा हजुरले तलै राखेर तपाईँ खाइदिनुहुन्छ सबै गइहाल्थ्यो क्या माथि अटोमेटिक। 40 सम्म मैले 4 पनि ल्याउन सक्दिनँ। त्यही त नि सर, त्यही त भनेको हजुरलाई। मसँग जम्मा 2.5-3 लाख किता छ सिन्धु। हजुर मैले त्यो फाले भने एकै दिनमा सबै खाइदिन्छु मान्छेहरूले। त्यही त नि, अब 970 भन्दा तल अब त अनि र 1100को बिचमा हजुर 1070 र 1100को बिचमा एक्युमुलेसन गरेर हजुरले माथि उडायो भने नि ठ्याक्कै त 2022सम्म मजाले पुग्छ इजिली। अब 6 चोटि ठोकिसकेछ, 6 चोटिमा ट्रेडर्सहरूले अलिअलि कमायो होला, अलिक धेरै गुमाएछन् कि म्याक्सिमम। तर अब चाहिँ यसभन्दा त मलाई लाग्दैन कि यहीँ माथि फुटाउनु पर्छ कि जस्तो लाग्यो। ट्रेडरहरू यसबाट धेरै निस्के, यसबाट डिप्रेस भएर। हाम्रो प्लानै अब प्लान त गर्न सक्छौँ। प्रि ओपनिङदेखि नै CRBL चाहिरहेछौँ हामी 2% बढाएर जाउँ होइन। भोलि हाम्रो प्लान तपाईँको सिन्धु र SAPDBL भोलि सर्किटै लागोस् भनेर चाहन्छौँ। तर फेरि मैले भने त्यो सिचुएसनमा त्यो बेलामा के हुन्छ त्यो बढी इन्ट्रेस्टिङ हुन्छ कि तपाईँको। मलाई लाग्छ कि दाइ सिन्धु एकचोटि तपाईँ 970देखि 1100को बिचमा भोलि एकचोटि राखेर दिनभरि खाइदिनु, अलिकति अरू पनि खान्छन्, त्यसपछि हेर्नु एकैचोटि त माथि फुटेर जान्छ सिधै। अब मैले आज धेरै कोसिस गरेँ, पाउँदैन जस्तो छ है। त्यही त नि, हजुरले उडाउनु पर्यो अब। त्यसै पाउँदैन भने त बोम हानिदिनु पर्यो अब। त्यही भनेर छोडिदिएको थियौँ, अन्तिम भोलि ट्राई गरौँ अनि। हजुर दाइ, ल मेरो त्यति नै हो। म 1080सम्म नि किता आएन होइन दाजु, आज मालै आएन होइन 1080सम्म तान्दा नि आएन। आज बसेको थियौँ नि हामी, 1080मा बाई बसेको थियौँ त। त्यत्रो 79सम्म बाई माल खोज्दा नि पाएन। अब 10 पैसा जिआरडिबीएललाई किन माल खोज्दैन दाजु? जिआरडिबीएलमा माल खोज्नु होला नि आज। होइन जिआरडिबीएल अब यस्तो छ कि तपाईँको पैसा पनि त हेर्नुपर्छ नि, कति छ छैन, भोलिको लागि पनि प्रिपेयर गर्नुपर्छ। जसलाई बढाउनु छ त्यसलाई हेर्नु पर्यो। जिआरडिबीएल बढिहाल्छ नि, राइट त्यसको पास भइसकेको छ, सबै कुरा भइसकेको छ, सबै कुरा भइहाल्छ नि, किन टेन्सन होइन।
सिआरबिएल हिजै भनेको थिएँ नि दाजुलाई मैले कस्तो क्वेसन सोध्नुहुन्छ भन्नुहुन्थ्यो माइनसमा कुरेर बसेको पाएन नि आज कुर्ता कुर्ता किन्नै पाएन माथि कहाँ पुग्यो एकचोटि पनि सिओआरबिएल कसैले पाएको छैन तपाईँले कहाँबाट पाउनुहुन्छ सर कहाँबाट पाउनुहुन्छ भन्नुहोस् त पाएन के पाएन भनेको त नि पाएन आज 2260 मा राख्यो त्यो तल डम हान्छ कि भनेको मरि गयो आउँदै आएन लास्ट आउँदा माथिको माथि अनि त किन्नै सकेन पछाडि त त्यो तल हान्ने मजबुरी चाहिँ जब त यो 15 मिनटको नियम थिएन नि तब थियो कि हजुरले बुझ्नुभयो अब 15 मिनटको नियम आइसक्यो टेन्सन छैन अहिले झन् सजिलो भयो नि दाजु तल फाल्नु नै पर्दैन नि अब झन् सजिलो हो नि दाजु दाजु झन् सजिलो भएन पहिला 2 सेकेन्डमा 3 सेकेन्डमा काम गर्नु पर्थ्यो अहिले 15 मिनटसम्म काम गर्न पाइयो मजाले सम्म सर्किट लगाउन पाए मजा छ अहिले त पहिला 3 सेकेन्डमा काम गर्न गाह्रो हुन्थ्यो माथि लाँदा नि सट्टै 10 किताले 20% तल झारिदिन सक्थ्यो अहिले त ढुक्क हो भोलि जिआरडिएलको पालो दाजु त्यसो भए अब के को पालो भनेर त मैले सबै कुरा बोलिसकेको छु अहिले पनि नबुझ्ने मान्छेहरूलाई त गाह्रै छ के छ अजयजी पालो त सिआरबिएल नै क्युआरबिएल नै देखिएछ दाजु ट्याक्कै 1000 बढ्यो के छ अरू पनि बढ्छन् 1000 कुन चाहिँ ठुलो कुरा हो र सबैको आउँछ 21000 बाट 66000 पुगेछ दाइ एकैछिनमा के 21000 बाट 66 बुझिन मैले 21000 बायर थिए एकैछिनमा 66000 पुगेछन् भनेको नि लास्टमा 21000 सेल भयो थियो काम भएको थियो पछिबाट 66000 गएछ राम्रै गएको रहेछ त्यो दाइले राम्रो खानु भएछ आज अब भोलि राम्रो हुन्छ होला मलाई भोलिमा धेरै आश्वस्त छु राम्रो हुन्छ हुनु पनि पर्यो नि दाइ अब धेरै भइसकेको छ तल बसेको धेरै भइसक्यो पालै पिलो त्यो अपडाउन त गर्नै पर्छ तर योपल्ट राम्रो चलिरहेछ तपाईँको जसरी एक्सपेक्ट गरिरहेछ नि मार्केटले त्यसरी नै बिहेभ गरिरहेछ सो राम्रो लाग्यो एकदम सही हो दाइ अब त्यो पहिला जस्तो सेलर पनि छैनन् त्यो इन्भेस्टरहरू बढी छन् हाम्रा स्क्रिप्टहरूमा हेर्दा अलिक खुसी लाग्छ पहिला के थियो भने 10% तलसम्म सबैलाई जिरो गरेर रिटायर माल दिनु पर्थ्यो होइन अब त्यो छैन पहिला सर्किट लगाउनुको लागि तलको क्लियर गरेर अनि माथि लगाउनु पर्थ्यो होइन अब त्यो गर्नु नै पर्दैन तलका साथीहरूलाई नदिएपछि त्यहाँ उनीहरूले माथि आएर नै खानुपर्छ माथि आएर खानुपर्छ अर्को कुरो तल पाइसकेपछि भोलिपल्ट फ्याल्ने तिनीहरू नै हुन् फेरि तल खाएपछि डबल सर्किट परिहाल्थ्यो उनीहरूलाई अब त्यो बन्द भएको छ राम्रो भएको छ अरू साथीहरू बोल्नुहोस् रसलले जिताउन सक्छ कलकत्तालाई 6 ओभरमा 90 रन चाहियो ल 34 बलमा 90 रन आइपिएलको कुरा दाइ रसल रह्यो भने जिताउन सक्छ मलाई जस्तो लाग्छ रिङ्कु सिंह र रसल रिङ्कुले पनि लास्टमा राम्रै हान्छ नि प्रेसरमा राम्रो हुन्छ खतरा हान्छ दुईजना रह्यो भने हान्न सक्छन् गुड सर नमस्ते नमस्ते हजुर सर मैले आज किने नि सर अलिअलि त पाएँ 2450 तिर पाएँ 2450 मा मैले राखेको थिएँ मेरो खानु भयो भनेर हो नि अलिअलि खाइदिएको आज कति 1300 जति खायो होला 1300 अस्तिको खाले नि सर त्यो लस भएको पनि हाइड्रोमा दुईटा छ भनेर मङ्कर आयो लस भएको थियो त्यो सबै फालेर आएर सबै सिआरबिएल किन्यो ठिक छ राम्रो छ राम्रै हुँदैछ साथीहरूको अरू गेस्टहरू नलिनु होला यति नै साथीहरूसँग गफ गरौँला है फेरि अरू साथीहरू कसैको केही कुरा छ भने भन्नु होला है
चौका होइन छक्का छक्का चाहिएको छ आइएम छैनन् ल त्यसो भए मैले डिस्कनेक्ट गरेँ साथीहरू फेरि मैले एउटा कुरा तपाईँहरूलाई रिक्वेस्ट गरेँ कि आउने दिनहरू अझै राम्रो छन् सबल छन् होइन तर विश्वास चाहिँ राख्नु पर्यो आफ्नो स्टकमा आफूमा होइन त्यो नभइकन तपाईँहरूले पैसा कमाउनुहुन्छ भने त्यो दिवा सपना हो होइन जहिले पनि आफ्नो स्टकहरूमा ध्यान दिनुहोस् तपाईँहरूले पैसा चाहिँ पक्कै कमाउनुहुन्छ मलाई विश्वासै छ कि कमाउनुहुन्छ भन्ने कुरा होइन भोलि पनि तपाईँहरूसँग भेट्छौँ नि तपाईँहरूले मेरो ओभर ट्रेडिङको भिडियो हेर्नु होला एउटा मैले बनाएको छु म गएपछि होइन